राजस्थान बम्बई भारतमा बस्नुभएको मेरो दाजुभाइ अल विदेशमा हुनुहुन्छ, कोही स्वदेशमा हुनुहुन्छ, कोही राजस्थान, युपी, कोही बम्बई लगायत सबैलाई मेरो के छ शुभकामना, हार्दिक अनुरोध झकासको तर्फबाट एउटा म भन्न चाहिरहेको छु कि जुम्लावासी आमा बुवा सबै जुम्ली जनताहरूले सब विदेशमा रहनु र स्वदेशमा रहनुभएको सबै जनताहरूले बुझ्नु पर्यो कि जुम्लामा हाम्रो एउटा अब चुनाव माहौल आउँदैछ। यो अब के गर्ने भन्ने कुराहरू त सोच्नु पर्यो कि जस्तै जुम्ली जनताहरूले चोता, आलुवा, स्याउ, पहिरो सबै भनेको कुराहरू त्यो अहिले प्रख्यात भइरहेछ। हाल म अहिले राजस्थानको युपीको मुरादाबाद भन्ने ठाउँमा छु। सिलाजु हिङसिलाजु अहिले बेच्दै झोला बोकेर काममा टोपी लगाएर हिँड्दै म हल गल्ली गल्ली हिँड्दैछु। म पनि भोराइमै बासिन्दा हो। जीवनमा सबले गर्नु पर्यो कि हाल ज्ञाना साईकोलाई साथ दिनु पर्यो। ज्ञानेन्द्र साई भनेर चिन्छन् फेरि ज्ञाना साई मायाको हिसाबले फेरि दाई भएको नाताले दिएको ज्ञानबा साई भनेर चिन्छन् फेरि ज्ञाना साई आफ्नो मायाले भनेको जस्तै